मलाई मार्छन् आमा, म घर फर्किन्न। मलाई मार्छन् बा, म मेरो देश फर्किन्न। छोराले देश छोड्नु पर्यो, देश परिवर्तन गर्नु पर्यो। छोराले आफ्नो भाषा छोड्नु पर्यो, भाषा परिवर्तन गर्न बाध्य भयो। बा, तिमी सोझो छैनौ। आमा, तिमी लाठी पनि छैनौ। तिम्रो सोझोपनको फाइदा उठाएको थिए अहिलेसम्म। खै आफ्नो लागि गर्यौ या आफ्नाहरूको लागि गर्यौ? र यसपालिको भोट परिवर्तन गर्न सक्दैनौ र? जबकि छोरोले आफ्नो देश नै परिवर्तन गर्न बाध्य भयो, आफ्नो भाषा परिवर्तन गर्न बाध्य भयो, आफ्नै घर छोड्न बाध्य भयो। तिमीले आफ्नो भोट परिवर्तन गर्न सक्दैनौ र? हिजोको दुःख के थियो, आजको दुःख के छ? जुन आए पनि त त्यही हो, जुन जोगी आए पनि कानै चिरेको भनेर आफ्नो भोट फेरि पनि नबेच्नु। एक छाक मासु भातको लोभ नगर्नु, बरु पानी नै खाएर एउटा भोक कटाइदिनु, एक दिन बिताइदिनु। तर बिन्ती छ बा, बिन्ती छ आमा, यसपालिको भोट नबेच्नु। छोरो त्यही भोटको कारणले गर्दा अहिले परदेशमा बेचिएको छ। बिर्सिसक्यौ र अस्तिको त्यो कुरा? हेर त एकपटक, यो तिम्रै सन्तानलाई मारेको हो, मलाई मारेको। यो मान्छे पनि फर्केर आउँदैन, र त म नै फर्केर आउँछु। तिमीले थाहा छ त, छोरो अलि रिसा छ, छिट्टै आवेगमा आउँछ, आवेशमा आउँछ। एक दिन तिमीले रोक्दै गर्दा पनि म मान्ने छैन। देश परिवर्तन गर्न देशले दुःख पाइरहेको बेलामा मेरो आवश्यकता पर्न सक्छ। त्यति बेला मलाई पनि यसरी नै मार्नेछन्। तिम्रो काख रित्तिनेछ। के सोचेर जन्माएका थियौ? बुढेसकालको सहारा हुन्छ भनेर होइन र? बुढेसकालमा नै एक्लै हुनेछौ। हेर त, भाइ पनि ओहो देशमा त केही गर्नै सकिँदैन, म पनि दाइ जस्तै परदेश जान्छु भनेर सोचिरहेको छ। दाइ पनि फर्किँदैन विदेशबाट घर। तिमी नै एक्लै हुने हो बा, तिमी नै एक्लै हुने हो मेरी आमा। त्यसैले यसपालिको भोटमा अलि सोच विचार गरेर दिनु। यसपालिको भोट नबेच्नु है त।